ल सबैमा नमस्कार। आज म पुनः एउटा नयाँ भिडियो लिएर आएको छु। आजको हाम्रो गन्तव्य रहेको छ धनकुटाको पाखरीबास नगरपालिकामा रहेको भुल्के क्षेत्र। यो खास गरी पानीसँग सम्बन्धित क्षेत्र हो, तर पछिल्लो समय चाहिँ एउटा पर्यटनसँग सम्बन्धित छ र पानीलाई पनि पर्यटनसँग जोड्न सकिन्छ र कसरी यो जोड्न सकिन्छ र यो ठाउँ कस्तो छ भनेर आज म तपाईँहरूलाई यो भिडियोमा देखाउने छु। भिडियो हेर्दै गर्नुहोला। यो हिलेको टुङ्गा चोकबाट हाम्रो यात्रा सुरु भइसकेको छ। अब हामी उत्तर पानी हुँदै चाहिँ आज भुल्केसम्म पुग्नेछौँ। पानी बजार प्राविधिक शिक्षालय भएको स्थान हो। वरिपरि पानीका टुङ्गे मूलहरू छन्, पोखरी छन्। यो उत्तर पानी प्राविधिक शिक्षालय एकदम रमणीय स्थान छ। योभन्दा पर्तिर धर्मशाला छ। धर्मशालाबाट हामी यो बाटो छुटेर भुल्केतर्फको यात्रामा लाग्नेछौँ। नाभी क्षेत्रमा आइपुगेका छौँ। यो विद्यालय पुरानो विद्यालय हो। योभन्दा अलिकति तल झरेर हामी यहाँबाट भुल्केतर्फ लाग्नेछौँ। अहिले हामी पाखरीबास नगरपालिका वडा नम्बर 10 को तल्लो क्षेत्रमा रहेका छौँ। यो भुल्के जानलाई चाहिँ यो चुम्बाङबाट सरासर झर्ने रोडलाई यतापट्टि छोडेर यहाँ एउटा चौता र फलैजा निर्माण गरिएको छ। यो फलैजाबाट बाटो छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। यो बाटो हुँदै चाहिँ मुगा खोलातर्फ लाग्नेछौँ र मुगा खोलामै रहेको छ भुल्के। यो तपाईँहरूले यहाँ लोकेसन अलिक मजाले हेर्नुहोला। आउँदै गर्दा यो तपाईँहरूले यो फलैजालाई याद गर्नुभयो भने पक्कै पनि यहाँ बाटो छुट्याउन सजिलो हुनेछ। ल तल देखिँदैछ भुल्के, तपाईँहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ मुगा खोला क्षेत्र हो। यो धनकुटा नगरपालिका वडा नम्बर 1 हिलेभन्दा अलिकति परतिरबाट सुरु हुन्छ अनि यो तल अरुणमा आएर चाहिँ जोडिन्छ होइन। तपाईँहरूले देख्न सक्नुहुन्छ। हामी भुल्के आइपुगेका छौँ। भुल्केमा यो यस्तो स्थान छ, पोखरी छ। यहाँ चाहिँ नुहाउन होइन, त्यसै गरी परधाराहरू निर्माण गरिएको छ। विभिन्न खालका माछाहरू पनि पाउँछ। यो एकदम यो गर्मीमा चाहिँ एकदम पर्यटकलाई आकर्षित गर्ने गरेको छ यो क्षेत्रले। ल तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ यो यसरी धारा निर्माण गरिएको छ। मूलबाट आएको पानी हो, भुल्के मूलबाट होइन। यहाँ आएर पोखरी बन्छ। यो पोखरीबाट चाहिँ नदीतिर मिसिएको छ। तपाईँले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ पिकनिक खानलाई विभिन्न टोलीहरू आइराख्नु भएको छ। यो खास गरी अब गर्मी लाग्दै गए पछाडि चाहिँ यो क्षेत्रमा एकदम पर्यटकीय चहल पहल हामीले देख्न सक्छौँ होइन। अनि अब पूर्वाधारको कुरा गर्नुपर्दा पूर्वाधार पनि बाटोको समस्या हो। अरू यहाँको लागि यो पूर्वाधार पनि अब निर्माण लगभग गरिएको रहेछ होइन। अब यो यसरी यो फुड ट्र्याक पनि बनाइएको छ। त्यसै गरी यो धाराहरू अनि यो पोखरी छेक्ने काम पनि गरिएको छ होइन। अनि तपाईँहरूले देख्न सक्नुहुन्छ। ल यो आजको हाम्रो टोली है भव्य तरिकाले अब यो चुलोहरू बनाउने कार्य गर्दैछन् साथीभाइहरू। यो भुल्के क्षेत्रमा चाहिँ आज यहाँ यसो बिदाको दिन यसो रमाइलो गर्ने कुरा भएर चाहिँ हामी 6-7 जना व्यक्ति भेला भएर आएका छौँ। खास गरी हाम्रो विक्रम भाइ, सेरी विक्रम होइन। अनि हाम्रो भाइहरू एकदम लागिरहेका छन्। अब यो आज यहाँ एकदम मोज गर्ने कुरा छ है हाम्रो। यो भुल्के तपाईँहरू पनि आउनुहोस् होइन। एकदम रमाइलो ठाउँ छ। यहाँको यो पानी खास यहाँको पानी हो होइन। यो पानीलाई चाहिँ एउटा पर्यटनसँग जोडिएको छ यो क्षेत्रमा।
तपाईहरुले देख्न सक्नुहुन्छ यो चाहिँ भुल्केको मूल क्षेत्र हो। पानी यहाँबाट एकदम ठुलो निक्लेको छ हैन। यो पहिले चाहिँ यहाँबाट पुरै पानीले फोरा हानेकै देखिन्थ्यो अरे, तर अब अहिले भने त्यो छैन। यो पछिल्लो समय चाहिँ यसलाई अलिकति सरसफाइ गर्दा लगायत यो अलिकति मर्मत गर्दाखेरि चाहिँ त्यो बालुवाहरू हाल्नु पर्ने चाहिँ त्यो फोरा चाहिँ निक्लिन छोडेको भनेर उहाँहरूले स्थानीयले भन्नुहुन्छ। तर यहाँ देख्न सक्नुहुन्छ हैन, अब यो पानी जमिनबाट आइरहेको हामी यहाँ देख्न सक्छौँ। यसरी यो ठाउँ-ठाउँबाट पानीहरू चाहिँ अब निक्लिरहेको छ, धेरै ठुलो पानी छ यहाँ। अनि यो पानी चाहिँ यहाँ कलेक्सन भन्दा नि यो निक्लेर योबाट गएर चाहिँ पर पोखरीमा जम्मा हुन्छ। अनि पोखरीमा जम्मा भइसकेपछि त्यहाँबाट चाहिँ मुगा खोलामा झर्ने गर्दछ र मुगा खोला हुँदै अरुणमा गएर यो पानी मिसिने गर्दछ। स्थानीयहरूले चाहिँ यो पानी प्रयोग गरेर चाहिँ अब यहाँ धेरै कति परिवार भन्नुभयो 363 घरले चाहिँ खेतीपाती गर्दै आउनु भएको छ। यो पानीमा अलिकति यहाँ विवाद छ। पालिकाले चाहिँ यहाँको पानी लगेर चाहिँ पाखरीबास नगरपालिकामा खुवाउने भन्ने एउटा योजना बनाएर डिपिआर गरेर काम अगाडि बढाइरहेको छ। स्थानीयवासी भने यसलाई यो पानी चलाउनु हुँदैन, यो हाम्रो एकदम जीवन हो, यो हामीलाई नै छोडिदिनुपर्छ भन्ने उहाँहरूको माग रहिआएको छ। अनि त्यसै गरी यसलाई चाहिँ एउटा पर्यटनसँग जोड्न सक्ने हो भने चाहिँ यो क्षेत्र समग्र पाखरीबास नगरपालिकाको चाहिँ एउटा मुख्य पर्यटकीय गन्तव्य बन्छ भन्ने लाग्छ। अनि अब यसलाई पर्यटनसँग कसरी जोड्न सकिन्छ भने यहाँसम्म आउने बाटो बनाइदिने, गर्मीको सिजनमा त यहाँ त्यत्तिकै पनि मान्छेहरू आउनुहुन्छ हैन, पिकनिक स्पोटहरू बनाइदिने। त्यसै गरी स्विमिङ पुल अब अहिले त सामान्य पानी जम्मा गरिएको छ, यो मूल क्षेत्रभन्दा तल्लो क्षेत्रमा माथिल्लो क्षेत्रमा बनाउनु हुँदैन, तल्लो क्षेत्रमा चाहिँ स्विमिङ पुलहरू बनाउने हो भने चाहिँ भोलिका दिनमा पर्यटकहरूको चाहिँ आउने यहाँ एकदम हुन्छ। र अब अहिलेसम्म यो होमस्टेको खास यो क्षेत्रमा त्यति भएको मैले पाएको छुइनँ। र पर्यटकीय क्षेत्र बन्दै गर्दा चाहिँ यहाँ अर्को होमस्टे व्यवस्था गर्न सक्ने हो भने चाहिँ स्थानीय अर्को एउटा कृषिसँगै आय थप पर्यटकीय क्षेत्रबाट पनि आय आर्जनमा जोडिन सक्नुहुन्छ भन्ने लाग्छ। र यो चाहिँ तपाईँको फेरि समग्र पाखरीबासलाई नै यसले चाहिँ एउटा राम्रो आय आर्जनको बाटो बनाउनेछ भन्ने लाग्छ। हामी अहिले यो भुल्के क्षेत्रमै छौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ विभिन्न पूर्वाधारहरू निर्माण गरिएको छ, मन्दिरदेखि लिएर त्यसै गरी वरिपरि हिँड्ने चाहिँ एउटा पैदल मार्ग हैन। अनि त्यसै गरी चाहिँ अब पानी थुनेर चाहिँ पौडी खेल्नलाई पनि व्यवस्थापन गरिएको छ भने चौतारो बनिएको छ। त्यसै गरी अब पिकनिक खानलाई अब त्यस्तो विशेष त छैन, तर यसो चुलो बनाउन सक्ने ठाउँ, त्यसै गरी आएर बसेर खान सक्ने ठाउँ चाहिँ बनाइरहेको रहेछ। अब यो सबै कुरो कम्प्लिट त छैन हैन, अब सबैभन्दा ठुलो कुरो बाटो हो। यहाँसम्म आइपुग्नु पर्ने बाटोको सन्दर्भमा चाहिँ एकदम कमजोर अवस्था रहेछ भनौँ न। बाटो चाहिँ एकदम कच्ची, आउन जोखिमपूर्ण रहेछ। तथापि यहाँ आइसकेपछि एकदम राम्रो छ है यो ठाउँ एकदम हैन। पानी चाहिँ उम्रेको यो एकदम विशाल मूल छ। स्थानीयवासीले भनेअनुसार चाहिँ पहिले चाहिँ लगभग 1 मान्छेभन्दा बढी हान्थ्यो अरे माथि पानीले हैन। अब अहिले चाहिँ त्यो एकदम कम हुँदै गइरहेको रहेछ। अब बिचमा पनि कम्मरसम्म चाहिँ पानी हान्थ्यो, कोचले हान्थ्यो अरे, तर अहिले त्यो हामी देख्न पाउँदैनौँ। त्यो कसरी हान्थ्यो भनेर अब यो विज्ञहरूलाई ल्याएर चाहिँ फेरि त्यही अवस्थामा फर्काउने होइन, त्यो आफैमा एउटा पर्यटकलाई एकदम आकर्षित गर्ने कुरो हो भन्ने लाग्छ हैन। त्यो मुख्य कुरो रहन्छ। र त्यस पछाडि अरू यहाँका संरचनाहरू, पूर्वाधारहरू, स्विमिङ पुलहरू भनेको चाहिँ त्यसलाई थप हैन प्रवर्धन गर्नका लागि अरू आवश्यक कुराहरू अन्तर्गत पर्दछन् र यो गर्नुपर्छ भन्ने लाग्छ। पहिलो पर्यटनसँग जोड्न सक्यो हैन, अनि त्यो पर्यटनसँग जोडिएको पानीले चाहिँ कुनै हानि गर्दैन र त्यो पछाडि त्यहाँबाट गइसकेको पानीले चाहिँ कृषि खेतीपाती मजाले गर्न सकिन्छ। र यो चाहिँ एकदम हैन हाम्रो पकाउने कार्य सुरु भइसकेको छ, साथीभाइहरू भिडिरहेका छन्। अब यो हैन भुल्के आएर चाहिँ यो एउटा पिकनिक खाए जस्तो पनि बनाएको हो। यो यसरी पकाएर हैन खाने चौताराहरू यसरी निर्माण गरेर बस्ने हैन। अब अघि पोखरीमा नुहाएको होरेको पौडी खेलेको त मैले तपाईँहरूलाई हाम्रो विक्रमले भन्दैछन् दाउराको पनि पैसा लाग्दैन अरे, कृपया तपाईँहरू पनि एकचोटि यहाँ रमाइलो गरेर हैन पिकनिक खाना र यो ठाउँ हेर्नका लागि चाहिँ आउनु होला है। यो एकदम
सुन्दर ठाउँ छ, यो ठाउँ आउन नछुटाउनु होला। यहाँनिर चाहिँ अब तपाईँले देख्न सक्नुहुन्छ पौडी खेल्ने पौडी खेलेका छन् होइन। अनि त्यसै गरी यता नुहाउनुको लागि धारो व्यवस्था गरेको छ, धारोमा नुहाउनेहरू नुहाइराख्नु भएकै छ। त्यसै गरी अब पर चाहिँ पकाउने खाने होइन, अनि पसल लगायतका स्थानहरू रहेका छन्। तर पर पकाएर खाने, त्यसै गरी पसलमा के किन्न मन लाग्छ किन्ने होइन। अनि तपाईँहरूले त्यसै गरी देख्न सक्नुहुन्छ यो चाहिँ मुगा खोलाको भागै, यो हिलेभन्दा पछाडि मुनिबाट आएको खोलो होइन। अनि यो अरुणमा आएर जोडिन्छ। पर पनि एकचोटि पिकनिक खानलाई बसिराख्नु भएको छ, देख्न सक्नुहुन्छ। यो भुल्केको पानी गएर पनि यही खोलो हुँदै अरुणसम्म पुग्छ। ल यो भुल्केमा रहेको यो पोखरी होइन, अब तपाईँले देख्न सक्नुहुन्छ साथीभाइहरू एकदम यहाँ पौडी खेलिरहेका छन्। यहाँ पौडी खेल्ने, त्यसै गरी नुहाउने सबै ठाउँ बनाइएको छ। एकदम राम्रो छ है यो होइन। तपाईँलाई अघिदेखि म देखाइरहेको छु। एकदम तपाईँहरू पनि आउनु होला, घुम्नु होला। भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला होइन। अब त्यसै गरी यो ठाउँलाई अझ राम्रो बनाउन पनि के गर्न सकिन्छ तपाईँले यही भिडियो मार्फत पनि कमेन्ट गर्न सक्नुहुन्छ होइन। यो एकदम आउनु होला, यहाँ आउने अवसर चाहिँ नगुमाउनु होला है।